अरे भाइ साहब हुनुहुन्छ भाडा मार्ने कस्तो ठाउँमा छ। लास्टै कालो थियो, अहिले चाहिँ गोरो भइसकेको छ हाम्रो काठमाडौँ। सो नमस्कार सबैजना, स्वागत छ मेरो एउटा नयाँ भिडियोमा। म चाहिँ यो काठमाडौँको सङ्गमुल पार्क भन्ने ठाउँमा आएको छु। हेर्न सक्नुहुन्छ, पार्क हो कि होइन थाहै छैन। अब तपाईँहरूलाई देखाउँछु म घर कति बेला पुग्छु भनेर। हेर्न सक्नुहुन्छ मौसम। अरे भाइ साहब हाम्रो हनुमानजीको त दारो निक्लेको छ अरे। सो अब चाहिँ हामी जान्छौँ। हेर्नुहोस् मौसम चाहिँ ओपी भइरहेको, ट्याक्क लाइट पनि बोलिसक्यो हामीलाई देखेर। गाइजहरू अहिले चाहिँ यस्तै छ हेर्नु। अब काममा जानु पर्यो, बिहान कलेज जानु पर्यो, यस्तै छ। काममा गयो, कलेज गयो, कलेज गयो, मतलब 6 दिन। हेर्न सक्नुहुन्छ गाडीहरू पनि कति धेरै आउँछ यो काठमाडौँ भन्ने सहरमा होइन। टक्कर देखाउँछु। अब पानी पनि परेको कस्तो नमिठो गरेर। तलका खाएर हाँडेर हामी डर लगातार गाह्रो छ। अब चाहिँ हामी बाटो काट्छौँ होइन। बाटो काट्नुपर्छ यस्तो सानो ठाउँमा पनि। हेर्न सक्नुहुन्छ मौसम ओपी भा। अरे कति उस मात्र आएको यार। ए मा कता देखियो छैन, के गर्नुहुन्छ। अब तपाईँहरूलाई हाम्रो काठमाडौँको मौसम देखाउँछु। 2 दिन अगाडि पल्युसन धेरै भएर लास्टै कालो थियो, अहिले चाहिँ गोरो भइसकेको छ हाम्रो काठमाडौँ। कति राम्रो फुल हेर्नुहुन्छ, कति राम्रो फुल छ। म चाहिँ देखिरहेको कि नै गाइजहरू भनिदिनु होला। ओ हेर त म देखियो कि नै, देखिरहेको रहेछु रे। त्यो अगाडिबाट चाहिँ हाम्रो ओह्राली लाग्ने जस्तो उकाली छ। हामी सधैँ के अरे भलिबल खेलेर आउँदाखेरि यहाँ कुकुरले लड्थ्यो। आज त कुकुर छ कि नै, कुकुर रहेनछ आज, बाँचियो नत्र लड्थ्यो मासला। भिडियो भयो कि नै बाह्रै छ। कति ठुल्ठुलो यहाँ त्यहाँ देख्न सक्नुहुन्छ भाडा मार्ने कस्तो ठाउँमा छ। कसले मात्छ होला त्यहाँ बसेर भाडा। त्यहाँ चाहिँ अस्ति एउटा आर्टिस्ट अङ्कलले खतरा बनाएको थियो होइन। सो मेरो चाहिँ हात लास्टै दुख्न लागिसकेको छ, धेरै दिनपछि बनाएको भ्लग। हेर्न सक्नुहुन्छ यस्तो छ काठमाडौँको हालत। के गर्ने, घरै घर छ, न जङ्गल छ भन्नु। जङ्गल भएको ताजा हावा आउँथ्यो। न घरले हावा दिन्छ न केही दिन्छ, बस्न मात्रै दिन्छ, त्यही नै पैसाले। रेन्टमा बस्नुपर्छ। ओहो कति ब्युटिफुल वेदर। अगाडि चाहिँ कुकुर छ होइन, उसले टोक्छ कि टोक्दैन। हेलो गाइड्स, सन्चै तिमी मेरो उसमा चाहिँ पानी परिसकेको छ है। टक्क लगाएर हेर्न सक्नुहुन्छ मेरो थोडा देख्यो छ कि नै। अरे मा कति ठुलो बिरालो यार। यहाँ हातै दुखाइसक्यो यार, छोप्दा। यो चाहिँ ठाउँको नाम थाहा छैन। पानी पनि परिरहेछ। मेरो फोन बिग्रिनसक्छ तपाईँलाई भ्लग गरेर देखाउँदाखेरि। हवाई जहाजमा चढी आउँछु तिमीलाई लिन भन्ने गीत छ नि गाइस। त्यस्तै बनाउँदा मैले बनाउँदा धेरै सब्सक्राइबर भयो भने आइफोन किन्छु। आइफोन चाहिँ किनेर छोड्छु तपाईँहरूलाई देखाउनुलाई, झन् राम्रो क्वालिटीमा। पानी परेको छ कि छैन छ, हात दुखिसक्यो हेर्नुहोस् गाइस। तपाईँहरूलाई भिडियो देखाउँदा मेरो
आज चाहिँ पानी परेर कुकुरहरू कता लुकेछ। अरे कालु सन्ते स्याउ हाई बोलो हाई। गोरु त भित्र रहेछ नि। एक त तुरी चटके बेठा अरे यिनले भनेको। यिनी चाहिँ हिन्दी बोल्छन्, नेपाली बोल्न आउँदैन यिनलाई। के गर्नु गाई छ यस्तै छ नेपालको पारा। नेपाली मान्छेहरू पनि हिन्दी बोल्छन्, जे भन्छ थाहा मलाई एनिमीमा पनि। गाईहरू अब चाहिँ हामी जान लाग्यो। मेरो थोपडा देखियो कि मेरो हात देखियो? मेरो थोपडा देखेको छ अरे गाईहरू। पछाडिबाट चाहिँ एउटा बाइक आइसकेको छ होइन। मान्छेले यहाँ चाहिँ पठाउ धेरै गर्छन्। मसँग लाइसेन्स भएको भए पठाउ गर्थेँ। के गर्नु लाइसेन्स छैन र पो हो र। लाइसेन्स भएको पठाउ गर्थेँ म पनि यस्तै। मेरो आए ठिक छ ठिक छ। हाम्रो चाहिँ काठमाडौँमा धेरै जस्तो डर भन्ने कुकुरकै हो। तर के गर्ने हामी कुकुर भन्दा नि बढीको ठाउँ। कुकुरले हाम्रो देशी डराउँछ होइन टक्क लगाएर। अब त हामी आइसकेको छौँ हाम्रो रुमतिर। रुम चाहिँ त्यहाँ छ, त्यहाँ हिँडेर पुग्नु पर्छ। रुम ल लाइट बाल्छु। लाइट चाहिँ बाल्छु चाहिँ डराउँछ चाहिँ। यहाँ चाहिँ अस्ति हिजो त मलाई कस्तो डराउनु दिएको होइन गाइस। बिरालो तर अस्ति रहेछ डराइदिरह म त। तपाईँलाई आइसकेको छ होइन। मेरो जरान चाहिँ कस्तो देखेको छ भनिदिनुहोस् त। जरान फ्ल्याक्स चाहिँ यस्तै म देखेको छु किन देखेर चाहिँ गाइस। पहिला सुरुमा त जुत्ता खोल्न पर्छ यस्तरी। जुत्ता पनि यस्तो फाटिसकेको छ के गर्नु। धनी छैन। सक्छौ भने आऊ नत्र जाऊ।